अब यहाँ देखिरहेका छौँ पञ्चे बाजाको यो गुन्जेमान एकैछिन पछाडि मयूरनाथ आउँदैछ। खेलगाडको एकदमै चर्चित मयूरनाथ पनि यहाँको बिचमा हामीले देख्नेछौँ। सबैभन्दा पहिलो पटक सम्भव यो गर्दाइमै पहिलो पटक हुन सक्छ पञ्चे बाजा प्रतियोगिता सञ्चालन भइन्छ यस जाजरकोटमा। हामी विशेष जाजरकोटी कला साहित्य संस्कृतिलाई जगेर्ना गर्न खोजिरहेका छौँ। यहाँको इतिहासलाई बताउन खोजिरहेका छौँ। इतिहास कम्युनिटीका कोषाध्यक्ष अमर शाहज्यू जाजरकोटमा कला साहित्यमा निकै लामो इतिहास बोक्नु भएको छ उहाँले। विभिन्न राजनीतिक दलका अभिभावकहरू अब यहाँ देखिरहेका छौँ पञ्चे बाजाको यो गुन्जेमान एकैछिन पछाडि मयूरनाथ आउँदैछ। खेलगाडको एकदमै चर्चित मयूरनाथ पनि यहाँको बिचमा हामीले देख्नेछौँ। सबैभन्दा पहिलो पटक सम्भव यो गर्दाइमै पहिलो पटक हुन सक्छ पञ्चे बाजा प्रतियोगिता सञ्चालन भइन्छ यस जाजरकोटमा। हामी विशेष जाजरकोटी कला साहित्य संस्कृतिलाई जगेर्ना गर्न खोजिरहेका छौँ। यहाँको इतिहासलाई बताउन खोजिरहेका छौँ। इतिहासलाई जगेर्ना गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्न खोजिरहेका छौँ। तसर्थ पनि यो 53औं रमाइलो मेला 2082 एकदमै विशेष मानिँदैछ, विशेष रहेको छ। गुन्जेमान फाप्लेचरको गुन्जेमान समग्र देशमा गुन्जिनेछ, विदेशमा गुन्जिनेछ। यहाँको आवाज, यहाँको दृश्य, यहाँको कला साहित्य संस्कृति यहाँ मात्र नभएर देश तथा विदेशमा गुन्जेमान हुनेछ हामीले आशा राखिरहेका छौँ। यहाँनिर हाम्रो मेला व्यवस्थापन समितिका कोषाध्यक्ष अमर शाहज्यूले इतना स्वागत गरिराख्नु भएको छ। पञ्चे बाजा टिमका साथीहरूलाई फुलमाला सहित स्वागत गरिराख्नु भएको छ। हामी यो मेलालाई एकैछिन पछाडि औपचारिक रूपमा उद्घाटन गर्ने नै छौँ। एकैछिनमा यो अहिले यति बेला हाम्रो मेला आयोजक कमिटीका कोषाध्यक्ष अमर शाहज्यू जाजरकोटमा कला साहित्यमा निकै लामो इतिहास बोक्नु भएको छ उहाँले पनि सम्मान गरिराख्नु भएको छ, स्वागत गरिराख्नु भएको छ। त्यसै गरी हाम्रो बिचमा अगाडि वाद्यवादक साथीहरू पनि यहाँ जोडिराख्नु भएको छ, आइराख्नु भएको छ। जाजरकोटी कला साहित्य संस्कृतिलाई अझ विशेष गरी यहाँको लोकटोलीलाई यहाँको ख्याली भाषालाई चाहिँ निकै चर्चित बनाइराख्नु भएको आदरणीयलाई उहाँको आवाज सुन्दै हामी बुझिएका हौँ। जयराई पनि यहाँ हामीलाई यो मेलालाई सफल पार्नको लागि हिजो आज भोलि सधैँ सदाबहार उहाँ रहिराख्नु भएको छ। आज पनि हामीले देखिरहेका छौँ र मिठो आवाज यो तपाईँहरूको बिचमा गुन्जिराखेको छ। साउन्ड सिस्टम